गुन्द्रुकको झोल र यो आलु चरचरे गुन्द्रुक चाहिँ यहाँ छ। र यो गुन्द्रुकको झोल चाहिँ नेपाली ट्रेडिसनल फुड र यसरी हामी बनाउँछौँ। यसलाई पहिला तेल हाल्यो, तेल हालेर चाहिँ यो प्याज है, प्याज हाल्ने अनि लसुन र टमाटर पनि काटेर हाल्ने। सजिलो छ अनि नेपालीको एकदमै के भन्ने होला, नेपालीले रुचाउने सुप हो यो। सावर सुप, अमिलो सुप हुन्छ तर यसमा मिठो हुन्छ त्यसको तरकारी। प्याज थोरै, लसुन थोरै, अदुवा थोरै र यो डढ्नुपर्छ है। यसरी टमाटर चाहिँ काटेर हाल्नुपर्छ, मेन इन्ग्रिडियन्ट हो। यसलाई चलाउनुपर्छ। एकदम सिम्पल रेसिपी हो, केही हाल्नु पर्दैन। टमाटर हाल्यो, अदुवा हाल्यो, लसुन हाल्यो, प्याज हाल्यो, फ्राई गऱ्यो। त्यसपछि टर्मरिक बेसार हाल्नुपर्छ, हल्दी, त्यति नै कलरको लागि अलिकति धुलो खोर्सानी अनि स्वादअनुसारको नुन राखेर नै भइगयो। र यसपछि यसलाई भुट्नुपर्छ गुन्द्रुक हालेर। अलिक भुटेर भुट्नु किन हुँदा यसको फ्लेभर आउँछ। सजिलो सिम्पल सबैले बनाएको हो तर हामी चाहिँ यसरी बनाउँछौँ। तपाईँहरू कसरी बनाउनुहुन्छ कमेन्ट गर्नुहोस्, नयाँ तरिकामा हामी सिक्न पाऊँ। हाम्रो तरिका चाहिँ यही हो, यसरी बनाउँछौँ हामी सादा रूपले। यो गुन्द्रुक चाहिँ मजाले धुनु पऱ्यो। यसलाई यो फर्मेन्ट हो, यसलाई मजाले धोएपछि त्यहाँदेखि यसलाई फ्राई गर्ने। र अब यसलाई धोएपछि हामी यो फ्राई गरेकोमा हाल्ने अनि यसलाई गुन्द्रुकलाई पनि फ्राई गर्ने। साधारण रेसिपी छ, सबैको त्यस्तो हुँदैन होला। तपाईँहरूले आफ्नो आफ्नो रेसिपीलाई पनि सेयर गर्न सक्नुहुन्छ कमेन्टमा, हामी ताकि त्यो कुरालाई हामी पनि टेस्ट गर्न सकौँ है। यस्तो छ, मजाले यसलाई भुटेपछि गुन्द्रुकलाई पनि भुट्ने। नेपालीले एकदमै मन पराउने रुचाउने हो यो गुन्द्रुक भन्ने। गुन्द्रुक सिन्की मलाई एकदम मनपर्छ। यसलाई अलिक फ्राई गर्न दिने, त्यसपछि हामी आलु फ्राई गर्छौँ। यो चाहिँ आलु, मसिनो आलु, मसिनो आलु छ। मजाले यसलाई फ्राई हुनु दिने। फ्राई भएपछि त्यहाँदेखि पानी हाल्ने। फ्राई भएपछि हामी यसरी पानीलाई एड गर्छौँ, किनभने यो गुन्द्रुकको चाहिँ सुप मात्रै खाइन्छ, गुन्द्रुकको चटनी पनि खाइन्छ। र आज हामी सुप खाने, गुन्द्रुक सुप र आलु चरचरे हाम्रो आजको लन्च। बेसी मासु भयो, बेला बेला यसरी आफ्नो नेपाली खाना पनि खानुपर्छ। अब यसलाई उम्लिन दिने। यसमा अलिकति सोया सस हाल्दा पनि हुन्छ, तपाईँहरू हाल्नु भयो भने, नत्र भने यतिकै उमाल्नु दिने। उमालेपछि खाने। यसलाई चाहिँ हेर्नुहोस् है, उमाल्नुपर्छ। पुरै हालेपछि यसलाई चाहिँ मजाले यसरी उम्लिनुपर्छ। त्यहाँदेखि रेडी सुप उम्लिँदैछ। पाक्योमा यो आलुलाई चाहिँ चट्टा काट्नुपर्छ यसरी दुईवटा बनाएर। हेर्नुहोस् गाइस, धुइधाइ गऱ्यो, त्यसपछि काट्यो, त्यहाँदेखि फ्राई। फाइनली यो आलुलाई चाहिँ सानो सानो